हरेक विवाहित मान्छेलाई चाहिँ बुढीकै डर क्या लास्टमा त बुढीले मार्छ भन्ने। के गर्नुहुन्छ त? अब के गर्ने रुने बाहेक अब के गर्नु मैले त्यहाँ गोली हान्छ तँलाई होइन अनि ढुङ्गा हाना चलिरहेको छ उसलाई सुनेर बुढले कुट्दै पब्जी खेलिरहेको थियो त्यहाँ पुलिस त्यहाँ बस्दै जस्तो तिमी आनन्दले चिल गरेर बसिरहेको उसले हेरेर ऊ पनि खुसी हुन्छ भने चाहिँ त्यसलाई बिहे गरिहाल चिल गरिरहेछ उसले तिमीलाई हेरेर चिल गरेर छ छोडिदेऊ न भन्ने टाइपको छ भने त्यो चाहिँ लाइफ पार्टनर हो। त्यो बाहेक रुको जरा देश हेर तिमीहरू घुम देश हेर अनि त्यसपछि दुःख पाऊ सँगै दुःख पाऊ अनि जहिले रमाइलो मोमेन्टहरूमा खालि फुलसुल दिएर गिफ्ट दिएर यताउति चुमा चाटीमा मात्रै चाहिँ रमाइलो हुँदैन भने रियल सिचुएसनमा बस्नुपर्छ त्यो मान्छे ठिक छ कि छैन भने रियल सिचुएसनमा कस्तो भनेको एकदम हार्डसिप भनेको गाह्रो हुन्छ थाकिरहेको हुन्छ इरिटेट हुन्छ त्यो बेला इरिटेट भयो होला नि त्यो मान्छे सहन सक्छ सक्दैन ओहो इरिटेट म त्यसको अनुहारै हेर्न सकिनँ भन्ने टाइपको क्या हुन्छ रियलाइज हुन्छ नि एउटा पोइन्टमा गएर अनि चाहिँ योभन्दा राम्रो त मैले पाउँदैन भनेर मान्छेले चाहिँ अड्किरहेको हुन्छ होइन अनि त्यो हिसाबमा चाहिँ नअड्किने